यो प्यानल डिस्कसनलाई सुरुवात गर्छौँ। विशेष गरेर चाहिँ बहुभाषिक शिक्षाको गुरुबाकोटमा कस्तो अवस्था छ त भन्ने विषयमा अलिकति हामीले बहुभाषिक शिक्षालाई कसरी हेरेका छौँ गुरुबाकोटमा, स्थानीय लोकल करिकुलमका कुराहरू पनि हामी गर्छौँ। लोकल करिकुलममा यस्ता विषयहरूलाई कसरी समेट्न खोजिएको छ स्थानीय पाठ्यक्रमहरूमा र बहुभाषिक शिक्षा सम्बन्धी विशेष गरेर यहाँको अभिभावकहरूको, शिक्षकहरूको, विद्यार्थीहरूको समग्र माग चाहिँ कस्तो छ भन्ने हिसाबले म सुरुवात मेयर साहबबाटै गर्न चाहन्छु। अहिलेको कन्टेक्स्ट चाहिँ कस्तो छ त बहुभाषिक शिक्षाका सम्बन्धमा, यसको स्कोप कस्तो छ, माग कस्तो छ, के कुराहरू चाहिँ अलि बढी जोडतोडले उठिरहेका छन् शिक्षाका फोरमहरूमा भनेर अलिकति विषय प्रवेशका लागि म मेयर साहबलाई अनुरोध गर्छु। धन्यवाद। बहुभाषिक शिक्षाको कुरा गर्दै गर्दा अब हामी कहाँ अब प्रायः बोलिने भाषा भनेको अब खस भाषा नेपाली भाषा भन्नुपर्ने तर अहिले अधिकांश मान्छेको भनौँ न अब एउटा रोजाइको विषय पनि के भएको छ भने अब अङ्ग्रेजीको माध्यमबाट पनि चाहिँ पढाउनुपर्छ भन्ने खालको चाहिँ त्यो खालको चाहिँ बुझाइ चाहिँ देखिन्छ। अब हुन त अहिले अब भाषाको कारणले गर्दा सिकाइमा कति प्रभावकारी हुन्छ भन्ने कुराको एउटा छुट्टै अब अध्ययनको विषय पनि होला। कतिपय उपलब्ध अध्ययनले पनि हामीले हेऱ्यौँ। अब जति मातृभाषामा सिकाइमा उपलब्धि हुनसक्छ, सिक्न सक्छ त्यति चाहिँ अन्य भाषाबाट माध्यमबाट चाहिँ अलिक गाह्रो चाहिँ हुन्छ भन्ने कुरा चाहिँ छ। त्यही पनि अहिलेको बडो प्रेसरमा एउटा संसारबाट चाहिँ ग्लोबलाइज हुँदै गएको अवस्थामा हामी आफै अब चाहिँ आत्मनिर्भर भएको अवस्था पनि छैन, परिस्थिति पनि छ। यो गुरुबाकोटको सन्दर्भमा मात्र कुरा गर्दा समग्र देशको कुरा गर्दै गर्दा हामी आफैमा आत्मनिर्भर छैनौँ। हामी अन्य देशहरूमा पनि हामी डिपेन्ड हुनुपर्ने अवस्था चाहिँ छ, जसको कारणले गर्दाखेरि अङ्ग्रेजी माध्यम नसकी नहुने एउटा बाध्यात्मक परिस्थिति पनि देखिन्छ। त्यस कारणले गर्दा पनि अब एउटा अघि सरहरूले पनि एउटा डिस्कसनमा कुरा गर्नुभयो कसरी बिकाउने त हाम्रो शिक्षा भनौँ प्राप्त गरिसकेपछि हाम्रो विद्यार्थीलाई बिकाउने माध्यम भनेको त अब बिकाउनका निम्ति पनि अब संसारसँग भनौँ न जोडिनुपर्ने पनि अवस्था चाहिँ देखिन्छ। त्यसकारण अब उसले अङ्ग्रेजी नसकी नहुने बाध्यात्मक परिस्थितिले गर्दा पनि सिक्नुपर्ने अवस्था चाहिँ देखिन्छ। त्यो अहिलेको अवस्था चाहिँ हामीले चाहिँ देखिरहेको छौँ। त्यो खालको एउटा प्रेसर पनि क्रिएट भइरहेको अवस्था चाहिँ छ। कतिपय विद्यालयमा अहिले त्यो मिडियम इङ्ग्लिस मिडियममा पनि पढाउने भन्ने खालको चाहिँ अब हाम्रो चाहिँ विद्यालयको पनि चलिरहेको अवस्था चाहिँ देखिन्छ। थ्याङ्क यू सो मच मेयर सर। अलिकति म डालबहादुर सरतिर गएँ। एउटा दुईवटा कुरा भइसकेपछि एउटा सम्पूर्ण व्यवस्थापनको नेतृत्व पनि एउटा म्यानेजमेन्टको पिलर पनि भएको हिसाबले र अलिकति हजुरले चाहिँ यो टिचिङ लर्निङको पनि चाहिँ नेतृत्व गर्ने हुनाले होइन, इन्स्ट्रक्सनल लिडरसिप पनि गर्ने हुनाले र स्कुलको पनि लिडरसिप गर्ने हुनाले हजुरको विद्यालयमा कस्तो खालको चाहिँ शिक्षण सिकाइ छ? विशेष गरेर अहिले यहाँ अघि मेयर साहबले भने जस्तै खस भाषा अलिक बढी नेपाली घरमा पनि त्यही बोलिन्छ, तर विद्यालयमा चाहिँ कस्तो देखिन्छ भने अलिक बढी चाहिँ स्ट्यान्डर्डाइज सो कल्ड स्ट्यान्डर्डाइज नेपाली भाषा पढाउने, नेपाली भाषामा पढाउने, घरमा चाहिँ हाम्रो लोकल हाम्रो खस भाषामा बोल्ने, त्यसरी त्यो भाषाको फरक पनि देखिएको छ। र मिडियम अफ इन्स्ट्रक्सनहरूमा पनि विद्यार्थीको माग, त्यसपछि अभिभावकको माग कस्तो खालको छ? अलिकति आफ्नो स्कुलको विषयमा थोरै सेयर गरिदिनु। धन्यवाद। अब सरकारको पोलिसी अनुसार चाहिँ सामुदायिक स्कुलहरू सञ्चालन हुन्छ। सरकारले जुन खालको जस्तो टेक्स्ट बुक हामीले बजारमा किन्न पर्यो भने नेपाली भाषाकै सबै चाहिँ टेक्स्ट बुकहरू हामी पाउँछौँ। अब त्यस कारण इङ्ग्लिस ल्याङ्ग्वेज त एउटा विषयका रूपमा चाहिँ पठन पाठन भइरहेको छ तल्लो कक्षादेखि। तैपनि गर्नुपर्ने प्र्याक्टिस के हो भने क्लासरुममा हामीले जस्तो मेरो स्कुलको कुरा गर्दाखेरि कक्षा 5 सम्म अङ्ग्रेजी भाषामा पठन पाठन हुन्छ र 6 क्लासमा गइसकेपछि वरपरका अन्य स्कुल जसले चाहिँ सानो कक्षादेखि नेपालीमा पढाइराख्नु भएको छ ती बच्चाहरू पनि आउने भावनाले अङ्ग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुने गरी दुईवटा सेक्सनमा, एउटा नेपालीको सेक्सन 6 मा एउटा चाहिँ इङ्ग्लिसको सेक्सन गरेर 10 कक्षासम्मै त्यो चाहिँ मोडेलमा हामी गएको
सामाजिक प्रेसरका कारणले। तर चाहिँ कक्षामा भएको चाहिँ रियल के भइरहेछ त भन्दा अब जसरी हुन्छ विद्यार्थीलाई त सिकाउने हो। अब सक्ने विद्यार्थीहरूले चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेजमा राम्रोसँग जान्ने सक्नेहरू 5 कक्षापछि इङ्ग्लिसमै जान्छन्। जो चाहिँ अब यो इङ्ग्लिसमा पढाउने हो भने यिनीहरूको चाहिँ त्यो लेभल सिकाइको लेभल चाहिँ अझ कमजोर हुन्छ भन्नेहरूलाई हामी फेरि 6 गइसकेपछि एउटा विषय मात्रै अङ्ग्रेजी पढ्ने भयो, अङ्ग्रेजी विषय, अरू विषय चाहिँ फेरि साइन्स म्याथ लगायतका विषयहरू फेरि नेपालीमा पढ्ने गरी उनीहरू जान्छन्। र कक्षा कोठाको टिचिङ लर्निङ स्ट्राटेजी त्यो चाहिँ भाषाको माध्यम एकदमै टाइटली स्ट्रङली इङ्ग्लिसै बोल्नुपर्छ भन्ने गरी हामी गइरहेका छैनौँ। अघि सरले पनि भन्नुभएको थियो मैले इङ्ग्लिस बोल्न पाएको नेपाली बोल्न पाइँदैन भन्ने छैन। विद्यार्थीले जुन भाषामा बुझ्छन् जसरी त्यो कन्टेन्टलाई बुझाउनु पर्ने हो त्यो ढङ्गले सरहरूले चाहिँ बुझाउनुहुन्छ। यद्यपि तपाईँको कस्तो हुँदो रहेछ भने यो भाषा भनेको जति धेरै बोल्न लगायो विद्यार्थीलाई त्यति धेरै सिक्ने हुन् र जति चाँडो सिकायो चाँडोबाट सुरु गर्यो त्यति चाहिँ धेरै सिक्ने हुन् जस्तो लाग्छ। जस्तो अहिले मलाई इङ्ग्लिसमा चाहिँ ल्याङ्ग्वेज सेन्टरमा गएर मैले अङ्ग्रेजी सिक्नु र 5 कक्षामा पढ्ने अथवा 4मा 2मा पढ्ने बच्चालाई त्यो चाहिँ इङ्ग्लिसमा चाहिँ बोल्न लगाउने भने पनि चाँडो सिक्दो रहेछ क्या। एकजना बच्चा चाहिँ उता इन्डिया गएको 6 महिनापछि आयो अस्ति हाम्रो स्कुलमा। अनि कहाँ गएको थिएछ बाबु तपाईँलेसम्म भनेको बुबा आमा इन्डिया जानुभयो उतै गएको थियो भने ड्रेस लगाएर स्कुलमा पठाइदिनु भएको छ अभिभावकले। मलाई थाहै नदियो इन्डियाबाट अस्ति भर्खर स्कुल आइसक्यो। मलाई खबरै नगरेर एडसँग पुरा भएको छ जहाँ स्कुल भनेर ड्रेस सहित पठाइदिनु होला पनि छैन। अनि म्याडमहरूले मलाई ल्याउनु यो यस्तो छ यता आधा हिन्दी बोल्छ आधा नेपाली बोल्छ। यो अस्ति 5-6 महिना भइसक्यो यो पढाउने कि नपढाउने यसलाई नाम लेखाइदिने कि नलेखाइदिने भनेर म्याडमहरूले मलाई क्वेसन गर्नु अनि नभन्दै बोलाएको त्यो आधा हिन्दी आधा नेपाली बोल्ने भइसकेको छ त्यो बच्चा। उसले ल्याङ्ग्वेज सिक्यो। यसको मतलब के भने सानो बच्चाहरू चाहिँ भाषामा चाहिँ चाँडो सिक्छन्, चाँडो गर्न सक्छन्। त्यस कारण यो सामाजिक प्रेसर प्लस भनौँ न अब अहिलेको त अघि सरले भनिहाल्नु 12मा गइसकेपछि साइन्स पढ्ने भयो त किताब छैन नेपाली इङ्ग्लिसमा पढाइ नहुने। त्यस कारण हामीले त्यो ढङ्गले अब ल्याङ्ग्वेज ल्याब पनि बनाएको छ मैले बनाउनलाई होइन। म्याथ ल्याब छ, ल्याङ्ग्वेज ल्याब पनि छ। यद्यपि अब सरहरूले कति त्यसलाई प्रयोग गर्ने भन्ने रहेछ क्या। ल्याबहरूमा धुलो छ। अब कोही पत्रकार साथीहरू यहाँ आउनुहुन्छ जानुभयो भने फेरि तपाईँहरूले लेखाइदिनु होला भन्ने लेखाइदिनु होला भनेको त्यहाँ 1-2जना सरहरूले रेगुलर चाहिँ जानुहुन्छ। 1-2जना सर चाहिँ अरू बाँकी सरहरू ल्याबमा विद्यार्थीलाई लिएर नगइदिएपछि त्यहाँ त धुलो जम्ने भयो। त्यस कारण यो टिचरको चाहिँ जाँगरमा पनि धेरै कुरा चाहिँ भन्नुपर्छ। र पोलिसीकै हिसाबले स्कुलको खास चाहिँ दृष्टिकोण के हो त स्कुलले कसरी यसलाई स्कुलको पनि एउटा हुन्छ नि त यो तरिकाले म स्कुल सञ्चालन गर्छु भन्ने त्यो ढङ्गले अहिले समाजको डिमान्डलाई पनि फलो गर्नुपर्ने र सरकारको पोलिसीलाई पनि लागू गर्नुपर्ने दुईटै कन्डिसनमा हामीले त्यसरी सञ्चालन गरिरहेका छौँ। विद्यार्थीको आकर्षण चाहिँ त्यस कारण ठिक छ भनेको अहिले हजुरले चाहिँ अङ्ग्रेजी पढ्न चाहने अङ्ग्रेजी पढाइराख्नु भएको छ, नेपाली नै पढ्छु म अङ्ग्रेजी चाहिँ विषयको रूपमा मात्रै पढ्ने भन्ने विद्यार्थीलाई त्यही पढाइराख्नु भएको छ। र 5सम्म चाहिँ पुरै अङ्ग्रेजी छ कि पुरै नेपाली छ? अब टेक्स्ट बुकहरू इङ्ग्लिसमै छन् सबै। हामी ट्रान्सलेटेड बुकहरू ल्याएर दिन्छौँ विद्यार्थीलाई। क्लासरुम इन्स्ट्रक्सन त सायद बोर्डिङमा पनि नेपाली नै भनेर इङ्ग्लिसलाई माछा आउँछ भनेर सिकायो होला। त्यो तरिकाले चाहिँ गएको छ किनभने सरहरूसँग पुरै फ्लुएन्टली इङ्ग्लिस बोल्ने क्षमता क्यापेसिटी सरहरूसँग छैन। त्यस कारण त्यो विषयलाई चाहिँ लेख्ने बेला पढ्ने बेला इङ्ग्लिसमा बोल्ने बेला अलिक बढी नेपालीमा त्यो तरिकाले त्यसका सजिला अप्ठ्यारामा म फेरि आउँछु। मैले हजुर कुन विषय पढाउँछु? इङ्ग्लिस नै पढाउँछु 5मा। कुरा पनि सबै अङ्ग्रेजी भएर 1 देखि 5सम्म अङ्ग्रेजीमा आधारभूत तहकै कुरा गर्दैछु। अङ्ग्रेजी नै विषय हुने र सबै विषयलाई अङ्ग्रेजीमै मिडियम अफ इन्स्ट्रक्सन इङ्ग्लिसै हुने र इङ्ग्लिस पनि त्यसरी नै पढाइने सजिलो कि इङ्ग्लिस चाहिँ विषयका रूपमा राम्रो पढाउने र अरू नेपालीमै पढायो भने विद्यार्थीहरूको बुझाइ पढाइमा कस्तो प्र्याक्टिस छ, कस्तो सहज अप्ठ्यारो छ तपाईँलाई? मलाई त्यही नेपाली अरू विषय सबै नेपालीमा नै पढाउने र इङ्ग्लिसलाई मात्रै के अरे इङ्ग्लिसमा पढाउनु पाए हुन्थ्यो भन्ने छ। किनभने अब विद्यार्थीले नेपाली नै राम्रोसँग बुझेन भने त्यसलाई अङ्ग्रेजी कसरी बुझ्छ भन्ने मेरो धारणा छ।
यदि नेपाली भाषा नै राम्रोसँग बुझ्यो भने त उसले बुझेको कुरालाई ट्रान्सलेट गर्न सक्छ नि त अङ्ग्रेजीमा, यदि अङ्ग्रेजीमा पोख्त भयो भने। मेरो विचार त्यस्तो छ। भनेको हजुरको विचारमा चाहिँ प्राइमरी जुन क्लास पढाउनुहुन्छ हजुरहरूले त्यसमा अङ्ग्रेजीलाई विषय एकदमै विषयको रूपमा र राम्रो पढाउने, त्यसले अङ्ग्रेजी सुधार्दै लाने र अरू विषय चाहिँ नेपाली पढ्यो भने सहज सिकाइ हुन्छ भन्ने। म युना बहिनीसँग आउँछु। अब हजुर कति क्लासमा पढ्नुहुन्छ? 10 क्लासमा पढ्नुहुन्छ। तपाईँले नेपाली मिडियम पढ्नुभयो कि सानो क्लासमा पढ्नुभयो? मैले चाहिँ 5 सम्म इङ्ग्लिस मिडियममा पढेँ। ओके, ग्रेट। अनि 6 देखि चाहिँ तपाईँ 5 सम्म चाहिँ अङ्ग्रेजी पढ्नुभयो, 6बाट चाहिँ नेपालीमा ट्रान्जिट गर्नुभयो। एकदमै राम्रोसँग अब तपाईँले मैले भनेको प्रश्नलाई चाहिँ एकदमै राम्रोसँग ध्यान दिनु होला। जस्तो 5 कक्षासम्म कहिलेकाहीँ कुनै विद्यार्थीहरूले हामीले यस्तै पोलिसी डायलग धेरै ठाउँमा गर्दाखेरि के भन्नुहुन्छ भने त्यो बल्ल बल्ल 5 कट्यो, कहिले यो इङ्ग्लिस चाहिँ छोडेर सबै भाषा इङ्ग्लिस पढाउने छोडेर इङ्ग्लिस मात्रै एउटा विषय मात्रै पढ्न पायो त्यो 6 क्लास पुगेर नेपाली मिडियम लिन्छु भन्ने लागेको थियो। मलाई ठ्याक्क 6बाट नेपाली लिएँ भनेर केही विद्यार्थीहरूले मलाई भन्नुभएको छ क्या पोलिसी डायलग सरमै यसरी नै छ। अब मलाई एउटा प्रश्न चाहिँ 5 सम्म अङ्ग्रेजी पढ्नुभयो, सबै विषय अङ्ग्रेजीमा पढाइयो, त्यो सजिलो भयो कि 6 देखि इङ्ग्लिस मात्रै इङ्ग्लिसमा पढाएर अरू विषय नेपालीमा पढाउँदा सजिलो भयो? किन तपाईँको अनुभव सेयर गरिदिनु न। होइन मलाई चाहिँ एकै क्लासदेखि अहिलेसम्म पनि नेपालीमै पढाएको भए इङ्ग्लिस मात्रै इङ्ग्लिसमा पढाएको अझै सजिलो हुन्थ्यो भन्ने थियो कि त्यसका अप्ठ्यारा के थिए, सजिला के थिए, अलिकति अनुभव बताइदिनु न तपाईँको। ल्याङ्ग्वेज भनेको अब हामीले घरमा अब एउटा बच्चा जब जन्मन्छ उसले अब आफ्नो घर परिवारमै बोलिने भाषा नै बोल्ने हो। अब जब स्कुलमा आउँछ, स्कुलमा त अब धेरै प्रकारको ल्याङ्ग्वेज बोल्नेहरू साथीहरूसँग भेट हुन्छ नि त। अनि स्कुलमा पनि त्यही हो, प्राइभेट भनेपछि अब इङ्ग्लिसबाट नै हल्का इङ्ग्लिसलाई फोकस गरिन्छ त्यहाँ। अब गभर्मेन्ट भनेपछि चाहिँ त्यहाँ अब आफ्नो भाषालाई नै बढी फोकस गर्ने गरिन्छ। अनि मेरो विचारमा चाहिँ के छ भन्दाखेरि जब म बोर्डिङ पढिरहेको थिएँ तब चाहिँ त्यहाँ अलि अप्ठ्याराहरू आइरहेको थियो नि त। अब आफ्नो घरमा बोलिने ल्याङ्ग्वेज र अनि त्यहाँ बोलिने ल्याङ्ग्वेजको यस्तो कम्पेरिजन नै थिएन क्या त्यहाँ। अनि जब म फेरि गभर्मेन्ट स्कुलमा आएँ नि तब चाहिँ त्यहाँ सबै साथीहरू पनि अब आफ्नै लेभलको क्या, अब सबैले अब त्यही भाषा बोल्ने है। अनि टिचरहरू पनि सबै फ्रेन्डली, अब बढी आफ्नै भाषालाई फोकस गर्ने हुँदा चाहिँ मलाई पछि गभर्मेन्ट स्कुलमा आउँदाखेरि चाहिँ एकदमै त्यहाँ एकदमै घुलमिल हुन सजिलो भयो। अनि त्यही सिक्नलाई चाहिँ सजिलो अप्ठ्यारो के भयो त? सिकाइमा जस्तो टिचर्सहरूले एक्सप्लेन गर्नुभएको विषय चाहिँ तपाईँलाई इङ्ग्लिसमा एक्सप्लेन गरेकोमा जस्तो साइन्स भयो, म्याथमेटिक्स भयो, त्यो एक्सप्लानेसन इङ्ग्लिसमा हुँदाखेरि तपाईँलाई सजिलो थियो कि एक्सप्लानेसन नेपालीमा हुँदा चाहिँ अलिक बढी बुझे जस्तो भयो? त्यही नेपालीमै बढी बुझेको जस्तो लाग्यो। इङ्ग्लिसमा पनि अब बोर्डिङमा पनि फुल्ली त्यो अब इङ्ग्लिसमा बोर्डिङमा पनि त्यही गरिन्छ कि इङ्ग्लिसलाई पछि नेपालीमै ट्रान्सलेट गरिन्छ आखिर। रियालिटीको कुरा चाहिँ त्यस्तो छ है, अघि सरले भने जस्तै रियालिटी नै त्यही छ। अहिले धेरै जस्तो बोर्डिङहरूमा पनि के देखिन्छ भन्दाखेरि बोर्डिङ भन्दाखेरि त अब इङ्ग्लिसमै सबै हुने भनेर सुनिन्छ नि। तर अब त्यहाँ के देखिन्छ भन्दाखेरि बोर्डिङको विद्यार्थीले नै इङ्ग्लिसको ट्युसन लिइरहेको देखिन्छ कि। त्यो किन भयो, त्यस्तो सिचुएसन किन आयो भन्ने कुरा छ है। अब हामी सरकारी स्कुल पढ्ने विद्यार्थीले त अब नेपालीको ट्युसन लिनु परेको छैन, तर बोर्डिङ पढेको विद्यार्थीले इङ्ग्लिसको ट्युसन किन लिनु पर्यो भन्ने कुरा। त्यो भनेको त्यो हिसाबले चाहिँ माध्यमले मात्रै नहुने रहेछ भन्ने। म सरसँग फेरि आएँ, अघि सरले भन्दै हुनुहुन्थ्यो अहिले अप्सन्सहरू दिनुभएको छ र फाउन्डेसनल अहिले हामीले हेर्दाखेरि चाहिँ सुरुमा चाहिँ अङ्ग्रेजी नै भन्ने छ र माथि चाहिँ अप्सन्स दिनुभएको छ। यसले गर्दा अघिदेखि हामीले छलफल गरिरहेको हजुरको विचारमा र हामीले प्र्याक्टिस गरिरहेको हजुर इन्स्ट्रक्सनल लिडर पनि भएको हिसाबले हजुरले त्यो स्कुलमा हेर्दै गर्दाखेरि चाहिँ विद्यार्थीहरूको सिकाइमा 1 देखि 5 मा हुन त त्यसलाई नेपालीमा पनि हामी पढाउँछौँ भन्नुभयो तर उल्था गरेर होइन, तर अङ्ग्रेजी उहाँले भने जस्तै त्यसैले सुरुको क्लासमा चाहिँ अघि हामीले डिस्कसन गरेदेखि 1 देखि 3 वा 4 चाहिँ उनीहरूले नै बुझ्ने घरकै होम ल्याङ्ग्वेजमै पढाएर बरु माथि चाहिँ अलि अप्सन्स दिँदा हुन्छ कि अथवा त्यसले पढाइमा डिस्टर्ब गरिरहेछ कि काहीँ न काहीँ सिकाइमा, अथवा होइन हामीले चाहिँ घरकै ल्याङ्ग्वेज प्रयोग गरिरहेछौँ इक्जाम मात्रै इङ्ग्लिसमा दिइरहेछौँ भन्ने कुरा हो कि? यो मैले ठ्याक्क तपाईँसँग जान्न खोजेको चाहिँ एसेसमेन्ट चाहिँ तपाईँले नेपाली इङ्ग्लिस मिडियम छ
नेपाली भाषामा केही कुराहरू पढाउनुहुन्छ फाउन्डेसन लेभलमा, तर फेरि इक्जाम चाहिँ इङ्ग्लिसमै हुन्छ किनभने इङ्ग्लिस टेक्स्ट बुक छ। भनेपछि अघि हामीले सुरुमा एउटा स्लाइड्समा हामीले हेरेका थियौँ नि, जुन भाषामा पढाइ हुन्छ त्यो भाषामा एसेसमेन्ट गर्ने कुरा होइन, त्यसमा अलिकति तालमेलको कुरा कसरी मिलाइरहनु भएको छ? सजिलो अप्ठ्यारो के छ स्कुलमा? सजिलो अप्ठ्यारो भन्दा पनि जस्तो 1, 2, 3 सम्म त विद्यार्थीको निरन्तरै मूल्याङ्कन हुन्छ। उनीहरूको एउटा मूल्याङ्कन रेकर्ड राख्ने जुन हाम्रो प्रोफाइलमै डेली मेम्बरले जाँच्नुहुन्छ अवस्था के छ, त्यसमा अब कमजोरी छ भने सुधार्नुहुन्छ र फेरि सुधारेर गर्नुहुन्छ। त्यो अनुसार चाहिँ 1 दिन त निरन्तर चलाएको छ, एक्जाम ओरिएन्टेड भएन। त्यो चाहिँ कति सिकेको छ त्यसलाई चाहिँ रेकर्ड गरेर राख्ने कुरा मात्रै गर्यो। अनि 4 र 5 मा 50% को कुरा लेख्नलाई उनीहरू क्वेसन चाहिँ इङ्ग्लिसमै सोध्छौँ। पढाउने बेला बोर्डिङको हुनाले भनिहालेँ, पढाउने बेला साइन्स पढाउने हो, साइन्स पढाउने बेला प्रोनाउन्सिएसन गर्न सकेन होइन, त्यसको मिनिङ बुझ्न सकेन भने बुझाउने, त्यसलाई सामग्री देखाउने अथवा चित्र देखाउने, प्रोजेक्टरमा त्यो देखाउने कुरा चाहिँ छँदैछ होइन त्यो गर्ने बेला। तर क्वेसन त इङ्ग्लिसमै सोध्नुपर्छ, इङ्ग्लिस सोधिन्छ र इङ्ग्लिसमै विद्यार्थीहरूले गरिरहेका छन्। त्यही लेभललाई त्यही सिकाइ लेभललाई चेक गरेर नै हामीले यसको सिकाइ लेभल चाहिँ हाई छ, यसले चाहिँ इङ्ग्लिसमै राम्रो गर्छ, यसको सिकाइ लेभल यो हाम्रो चाहिँ भाषाको कारणले अप्ठ्यारो छ यो बच्चा भन्ने थाहा पाइसकेपछि अनि हामीले चाहिँ यता बोर्डिङबाट सरकारीमा लिए जस्तै त्यो इङ्ग्लिसबाट चाहिँ नेपालीतिर लैजान्छौँ क्या 6 क्लासमा। 6 क्लास अनि जस्तो हामी कहाँ अहिले 50 जना विद्यार्थी छ कक्षा 5 मा, तिनीहरूमध्ये बढीमा तपाईँको 25 जना विद्यार्थी इङ्ग्लिसतिर जान्छन्, 25 जना अनिवार्य रूपमा नेपालीतिर जान्छन् कि हामीले त्यो चेक गर्दै जान्छौँ 4 मा पनि 3 मा पनि। यसले चाहिँ नेपाली इङ्ग्लिस भएको कारणले भाषिक समस्याको कारणले यसले बुझिरहेको छैन भन्ने थाहा पाएपछि उसलाई चाहिँ सहयोग त गर्नु नै भयो। उसको चाहिँ भाषा चेन्ज गरिदिनुलाई त 6 क्लासमा चेन्ज गरिदिनु भने 4 र 5 मा चाहिँ गर्न मिलेन, त्यो अप्सन चाहिँ उसँग छैन। अप्सन छैन। जस्तो यो मैले 9 कक्षामा पनि के गरेँ भने 9 कक्षामा हामी कहाँ प्राविधिक धार चलाएको छ, बाली विज्ञानमा पढाएको हुन्छ। 4-5 वर्ष पहिला सुरुमा त्यो टेक्स्ट बुकहरू उनीहरूको चाहिँ इङ्ग्लिसमै हुने 9 र 10 को पनि प्लान्ट साइन्सको किताबहरू बजारमा नेपालीमा आइसकेको थिएन, त्यो सर्च गरेर उनीहरूको टेक्स्ट अनुसार चाहिँ इङ्ग्लिसमै पढाउनु पर्ने। अनि सरहरूलाई के भन्यो भने उनीहरूलाई चाहिँ पछि आइएससिएजी सर 11-12 मा फेरि इङ्ग्लिसै गर्नुपर्छ, त्यसैले सबै विषय तपाईँले इङ्ग्लिसमै पढाउनुहोस् है सरहरू भने। 2 वर्ष सरले इङ्ग्लिसमा पढाउनु भयो। त्यो भएपछि के भयो भने विद्यार्थीलाई समस्या भएछ, त्यो भाषाको कारणले त्यहाँ चाहिँ इङ्ग्लिस पढ्नुपर्छ, इङ्ग्लिसमा पढाइ हुन्छ। हामी त प्लान्ट साइन्स पढ्दैनौँ भने विद्यार्थी सङ्ख्या घट्यो क्या। अनि त्यसो भए अब के गर्ने त भन्दा नेपालीमा र इङ्ग्लिसमा दुइटैमा पढाउने। जसले चाहिँ क्षमता छ उसले 11-12 मा साइन्स पढ्छु म, प्लान्ट साइन्समै आइसिएजी गर्ने हो, पछि बिएससिएजी गर्ने हो भन्नेलाई चाहिँ अब यहाँ हामीले स्लाइडमा देखाउँछौँ नि, स्लाइडमा माथि इङ्ग्लिसमा लेख्यो तलबाट नेपालीमा लेख्यो। हो त्यो मोडेलमा चाहिँ सरले नोट दिएपछि अहिले चाहिँ प्लान्ट साइन्समा नेपाली इङ्ग्लिस दुइटैमा हुन्छ भनौँ न। नोट सरले नेपाली पढ्नेलाई नेपालीमा दिनुहुन्छ, इङ्ग्लिसमा पढ्नेलाई इङ्ग्लिस नेपाली दुइटैमा दिएपछि क्वेसन पनि एन्सर पहिला चाहिँ इङ्ग्लिसमै लेख्ने भन्ने थियो भने अहिले पनि केन्द्रले पोलिसी पनि के गर्यो भने एन्सर नेपालीमा दिए पनि हुने अङ्ग्रेजीमा दिए पनि हुने भनेपछि विद्यार्थीले जुन भाषामा बुझ्छ, जुन भाषामा लेख्न सक्छ, धेरै राम्रो ल्याउन सक्छ, त्यसलाई चाहिँ त्यही ढङ्गले लेख्ने गरी गरेका छौँ। अब त्यो 9-10 मा गइसकेपछि 10 पास गरिसकेपछि आइएससिएजी गर्ने क्षमता भएका इङ्ग्लिसमा राम्रो गर्न सकेका आइएससिएजी नै पढ्छौँ। उसँग चाहिँ अब सकिन्न भन्ने हुन्छ फेरि साधारण धारतिर आउँछ। त्यसैले अब लगभग 40 जना विद्यार्थी 10 कक्षा पास भए एजुकेसन के प्लान साइन्समा भने 7 जना 8 जना विद्यार्थी मात्रै आइएससिएजीमा जान्छन् क्या। त्यसै कारण यो मिडियम अफ इन्स्ट्रक्सन मात्रै नभएर यो भाषा चाहिँ ठुलो समस्या छ। तर हाम्रो प्रेसर के छ भने अभिभावकको अनि हाम्रो देशको पोलिसीले मैले भने नि अघि नै यो पोलिसी चाहिँ कहाँबाट सुरु हुनु पर्थ्यो भने जङ्गबहादुर राणाको पालादेखि नै नेपालीमै सबै टेक्स्ट बुकहरू लेख्ने, नेपालीमै सबै चाहिँ पढाउने, नेपालीमै नेपालमा पाइने सबै चाहिँ किताबहरू नेपालीमा ट्रान्सलेट भएर विश्वविद्यालयसम्म पठन पाठन गराउने वातावरण भएको भए एक प्रकारले जान्थ्यो। अब इङ्ग्लिस अहिले त अब सबै किताबहरू रिसर्चहरू ठुल्ठुला चाहिँ हामीले चाहिँ खोज्नुपर्ने, अध्ययन गर्नुपर्ने, पिएचडी पढ्ने बेला अथवा मैले के भन्छ इङ्ग्लिस भाषा नपढेर अर्को कुनै सामाजिकमा डिग्री गर्न खोज्यो भने पनि त्यो सामाजिकको रिसर्च चाहिँ केमा भेटिन्छ भने इङ्ग्लिसमा। अनि इङ्ग्लिसमा त हामीले नसिकि नहुने हाम्रो देशको कन्टेक्स्ट छ नि,
त्यही भएर त्यो एकातिर इङ्ग्लिस नसिकिन आउने अवस्था छ। अर्को 10 कक्षासम्म विद्यार्थीलाई कसरी चाहिँ माथि के अरे राम्रो बनाउने भन्ने अर्को चुनौती छ। त्यसैले यसलाई चाहिँ यो मध्यमार्गी बाटो जसले जे सक्नेहरूले गर्छन् त्यो गरेर यो संसार बाँच्नेहरूको हो भने जस्तै त्यो चाहिँ अहिलेको जमाना के हो भने सक्नेहरूको भयो। इङ्ग्लिसमा जसले राम्रो गर्न सक्छ त्यो बजारमा के भयो। अब होइन हामी नेपालीमै गर्छौँ भने पनि अपर्च्युनिटी नभएको होइन। इङ्ग्लिसबाट नेपालीमा गएका विद्यार्थीले राम्रो गरेको कतिपय ठाउँमा म देख्छु क्या। जस्तो नानी आयो नि बोर्डिङबाट 5 सम्म राम्रो इङ्ग्लिसको बेस भयो। अब इङ्ग्लिस चाहिँ एउटा मात्रै विषय पढ्नुपर्छ। इङ्ग्लिसलाई विषयका रूपमा पढ्दाखेरि उनीहरूलाई तल धेरै पढायो भने सजिलो भयो। अब इङ्ग्लिस नपढ्नु कि अब नेपाली हो, नेपाली झन् सजिलो भयो। अनि त्यस्तो विद्यार्थीहरू 10मा गएपछि हाई अङ्क ल्याएको बोर्डिङमा राम्रो बेस इङ्ग्लिस भयो अथवा सरकारीमा इङ्ग्लिस राम्रो बेसमा आयो। अनि अङ्ग्रेजी जुन विषय हामीले गाह्रो भनिरहेको छौँ 10मा गणित अङ्ग्रेजी विज्ञान त हो धेरै फ्यामिली अङ्ग्रेजी त्यसै राम्रो भइहाल्छ। म्याथ र साइन्समा पनि उनीहरूले राम्रो गर्न सक्यो। त्यसैले यो ल्याङ्ग्वेज भनेको के रहेछ सबै थोक रहेछ क्या। जो नेपाली भाषामा एकदम राम्रो छ, अङ्ग्रेजी भाषामा राम्रो छ, त्यो भाषामा राम्रो हुँदा बित्तिकै गणितको त्यो क्वेसन पनि बुझ्दो रहेछ। भाषै बुझेको छैन भने अङ्क गणितको भाषा नबुझेर ज्यामितिको के भन्नु खोजेको भन्ने भाषा नबुझेर विद्यार्थीले एउटा भनेको अर्को उत्तर लेखेको देखिन्छ क्या। त्यसैले यो भाषाको महत्त्वपूर्ण कुरा छ। यो नेपाली भाषामै पर्फेक्ट नभएका अवस्था पनि छ जनालाई होइन। कतिपय विद्यार्थी 10मा जाने बेलामा पनि आफ्नो चाहिँ छोटो वक्तृता बोलन अथवा एउटा चाहिँ विज्ञान ठिक कि अर्को होइन पैसा कि शिक्षा भन्ने भाषामा बोल्न त भनेपछि 2 मिनट पनि बोल्न सक्दैन नेपाली भाषामा। र यो त भाषा के रहेछ भने जति विद्यार्थीले के भन्छ एडप्ट गर्न सक्यो, जति एक्सपोज गर्न सक्यो त्यति चाहिँ विकास हुँदो रहेछ। त्यो भाषा नै सबै थोक हो भन्ने वास्तवमा सिकाइको लागि त भाषा नै एभ्रिथिङ हो। त्यसैले अब अङ्ग्रेजी नसिकिन आउने छ, हामीले नसिकाइ नआउने अवस्था छ। ओके, थ्याङ्क यू सो मच। म मेरो साथसँग गएँ यसमै जस्तो एउटा चाहिँ हामी कहाँ अहिले छलफलको क्रममा र अघिको र अहिलेकोमा अलिकति फरक के देखियो प्र्याक्टिसमा भन्दाखेरि थियोरीले पनि भन्यो, हामीले छलफलले पनि भन्यो, एटलिस्ट फाउन्डेसनल लेभलमा चाहिँ 3 क्लास 5 क्लाससम्म चाहिँ उनीहरूको घरकै भाषामा नेपाली भाषामा बुझ्ने भाषामा चाहिँ खास गरी डायलेक्ट अनुसारै हामी पढाउँदाखेरि चाहिँ विद्यार्थीको सिकाइ राम्रो हुने रहेछ, विद्यार्थीले उसको पढाइमा राम्रो हुने रहेछ, हिडर नहुने रहेछ भन्ने हाम्रो एउटा डिस्कसन र छलफल गरिरहेको थियौँ। तर अहिले अलिकति प्र्याक्टिस हेर्दाखेरि चाहिँ जुन अभिभावकको मागदेखि लिएर सबै कुराहरू गर्दा चाहिँ हामी चाहिँ त्यो सुरुवातदेखि चाहिँ बरु 6 क्लासदेखि त्यो अप्सन्स दिएर रहेछौँ नेपालीमा पढ्ने। तर सुरुवातमा चाहिँ हामीले फेरि अङ्ग्रेजीमा रहेछौँ 5 क्लाससम्म होइन। त्यसैले अब यो कुरालाई हेर्दाखेरि बच्चाहरूलाई हाम्रो गुरुबाकोट नगरपालिकाको अभिभावकको मागलाई पनि सम्बोधन गर्दै सबैले भाषा नीति चाहिँ अथवा भनौँ हामीले चाहिँ अब यस्तो खाले यो डिरेक्सनमा जान्छ भन्ने डिस्कसन गर्दै गर्दा चाहिँ एउटा 1 to 5 सम्म इङ्ग्लिस एज अ मिडियम अफ इन्स्ट्रक्सन गर्ने पूर्वाधारहरू जसरी टिचर्स ट्रेनिङको कुरा, अरू पूर्वाधार, शिक्षक आफै फ्लुएन्ट छ त त्यो एक्सप्लेन गरेर बुझाउन सक्ने छ त भन्ने त्यो पूर्वाधार कस्तो देख्नुहुन्छ? अथवा अहिले भइरहेको प्र्याक्टिसलाई 6 देखि चाहिँ बरु अप्सन्स दिने, 4 देखि अप्सन्स दिने, तर सुरुवातमा चाहिँ उनीहरूको घरकै भाषामा चाहिँ फाउन्डेसनल स्टडी गर्ने विषयलाई अगाडि बढाउँदा के कस्तो अप्ठ्यारो र सजिलो देख्नुहुन्छ अवसरहरू? अब यहाँ भर्खरै पनि छलफल भयो अरे जस्तै अब हाम्रो ब्राह्मणी नमुना विद्यालयको एउटा कुरा 1-2-5 इङ्ग्लिस मिडियम हुँदै गर्दा फर्दर 6देखि माथिसम्म अब अङ्ग्रेजी भाषालाई भाषामा चाहिँ राम्रो चाहिँ हुनसक्छ उसको भन्ने कुरा गर्नु केही माने त्यो पनि अब ठिकै होला जस्तो लाग्छ। तर मैले बुझ्दाखेरि कुरा अवस्थामा सानो बच्चालाई जबरजस्ती जुन खालको चाहिँ एउटा पढाउने कुरा छ अङ्ग्रेजी मिडियमबाटै पढाउनुपर्छ भन्ने कुरा त्यो पनि त्यति हाम्रो विभिन्न रिसर्चले गर्दा पनि त्यसलाई चाहिँ सत्य साबित चाहिँ गरेको छैन जस्तो लाग्छ मलाई। अब यहाँ भर्खरै अब हाम्रो नानीको कुरा पनि आयो, विद्यार्थी बहिनीको कुरा पनि आयो, उहाँलाई चाहिँ उस कता कता भइरहेको हो कि भन्ने खालको चाहिँ अङ्ग्रेजी र हामी किनभने उसले इङ्ग्लिस मिडियम पढ्दै गर्दा पनि इङ्ग्लिस मिडियममा पढ्दै गर्दा पनि नेपालीको सबै कुरो गर्नुपर्ने बाध्यता सिर्जना भएको अवस्था देखिन्छ। यदि उसलाई त्यो भनौँ न त्यसरी चाहिँ आफूले उसलाई चाहिँ भनौँ सिकाइ
राम्रो गर्नको निम्ति त आखिर फेरि अब इङ्ग्लिस मिडियम भनेर मात्र भएन, फेरि त्यसलाई चाहिँ नेपालीमा उत्थान गरेसम्म अझै उसले चाहिँ राम्रोसँग सिक्नु सक्दो रहेछ भन्ने कुराको चाहिँ उहाँ वैदिकबाट नै त्यो खुलासा भएको अवस्था देखिन्छ। फर्दर अब 6 देखि माथि पढ्दा अब इङ्ग्लिसको बेस बल्ल राम्रो होला भन्ने कुरा त आफ्नो ठाउँ छ, तर वास्तविक रूपमा सिक्नको निम्ति त हामीले त आफ्नो आफ्नै भाषा जो चाहिँ चलिआएको छ गरिरहेको छ, जस्तो घर व्यवहारदेखि लिएर हरेक कुराहरू चाहिँ उहाँ जे गर्छौँ त्यो कुरा नै उत्तम हो भन्ने खालको चाहिँ कुरा आउँदै गर्दा अब हामीले पनि अब सोध्नुपर्ने अवस्था चाहिँ छ। अर्को कुरा समस्या के छ भने त्यो भनौँ अब भाषा भन्ने कुरा जति प्रयोगमा आउनु सक्छ त्यति नै त्यो चाहिँ अब चाहिँ उपलब्धि हुनसक्छ जस्तो लाग्छ। हामी घर परिवारहरू हाम्रो ज्ञान अब हरेक कुराहरू चाहिँ हामीले चाहिँ नेपालीबाट नै हामीले सहज लाग्ने सक्ने कुरा चाहिँ गर्छौँ भने अनि एउटा झन् बोर्डिङमा अथवा स्कुलमा गएर मात्रै त्यो कुराले मात्रै त्यो सबै कुरा सिक्न सकिन्छ भन्ने लाग्दैन मलाई। त्यो वातावरण चाहिँ सिर्जना हुनु पऱ्यो के भने होइन, अब घर परिवारमा त्यो खालको चाहिँ वातावरण सिर्जना हुनु पऱ्यो। मैले कतिपय देखाएको छु नेपाली कन्डिसनमा उसको प्यारेन्ट्सहरू चाहिँ इङ्ग्लिसमै कुरा गर्छ, उसको घरमा आएर त्यो वातावरण सिर्जना आउँछ, पुरै इङ्ग्लिसमै कुरा गरेर आउँछ। हरेक कुराहरू चाहिँ अब त्यहाँ चाहिँ अब भनौँ रहनसहन वातावरण चाहिँ त्यो अङ्ग्रेजी वातावरणको सिर्जना भएको हुन्छ र बोर्डिङमा पनि त्यो खालको चाहिँ आउँछ, उसले चाहिँ त्यहाँ त्यो खालको प्रगति सिकाइको हुनसक्छ जस्तो लाग्छ। अब त्यो हुन सक्दैन भन्नु गाह्रो छ। त्यो विद्यालय पनि जाने भने टिचर पनि हाम्रो त्यो खालको छ है, पुरै स्किल त छैन त्यो इङ्ग्लिसमा भने त्यो अवस्थामा हामीले इङ्ग्लिसकै मिडियमबाट हामी सबै सिकाउन सक्छौँ र विद्यार्थी प्रगति गर्न सक्छ, सिकाइमा प्रगति गर्न सक्छ भन्ने कुरा चाहिँ मलाई लाग्दैन। त्यस कारण यसलाई हामीले अब अप्सनको रूपमा दिने कुरा पनि ठिक छ, एउटा एक्स्ट्रा ट्यालेन्ट छ उहाँले चाहिँ त्यो टेकअप गर्न सक्छ भने त्यो पनि एउटा चाहिँ हामीले बन्द गराउनु चाहिँ हुँदैन। त्यो चाहिँ उसको बाटो पनि हामीले चाहिँ उसको त्यो शिक्षालाई पनि हामीले सम्मान गरेर त्यो अनुसार बाटो सिर्जना गर्नुपर्छ भन्ने लाग्छ। नत्र जबरजस्ती अब चाहिँ अब प्यारेन्ट्सले हुन त कतिपय अवस्थामा प्यारेन्ट्सले पनि अब हामीलाई इङ्ग्लिसमै हुनुपर्छ, इङ्ग्लिस मिडियममा भएको भन्ने कुरा चाहिँ राम्रो हुन्थ्यो भन्ने खालको त कुराहरू आउँछन्, तर त्यो कतिपय कुरा हामीले बुझाउन नसकेको अवस्था पनि छ, बुझाउनु सक्नु पऱ्यो होइन। इङ्ग्लिसमा पढाएर सबै कुरा सिक्न सक्छ भन्ने कुरा चाहिँ यो भनौँ अहिलेसम्म भएको रिसर्चहरूलाई पनि हामीले भन्नु सक्नुपर्छ भन्ने लाग्छ मलाई। अब यी चाहिँ छ त्यस कारण अब दुवै अप्सनलाई पनि अब कुनै अब भनौँ न अब अलिकति अब मेधावी टिचर के अरे विद्यार्थीहरू छ भने उहाँहरूलाई पनि त्यो अप्सन पनि लिएर जानुपर्छ र सकेसम्म चाहिँ हामीले चाहिँ हाम्रा अभिभावकलाई पनि सम्झाएर हामीले चाहिँ सजिलो माध्यमबाट सजिलो बुझ्ने गरी विद्यार्थीले बुझ्ने खालको मुख्य महत्त्वपूर्ण कुरा त त्यो छ नि होइन, त्योतर्फ जानुपर्छ भन्ने नै लाग्छ मलाई। म ठ्याक्कै मेरो साथै कुरालाई जोडेर म्यामसँग आउँछु। विद्यार्थीले बुझ्ने भाषामा जस्तो बहुभाषिक शिक्षाको कुरा गर्दै गर्दा घरमा एउटा भाषा बोल्छ अनि विद्यालयमा शिक्षकले कमीको त्यो अङ्ग्रेजीमा पढाउनुहुन्छ, यदि पुरा चाहिँ 1 देखि 5 चाहिँ अङ्ग्रेजी मिडियम छ भने र उसलाई त्यहाँ फेरि त्यसलाई नेपालीमा पनि उल्था गरेर पनि पढाउनुपर्छ र आफ्नै घरमा बोलिने भाषामा पढाएको विद्यार्थीको सिकाइ उपलब्धि र चाहिँ अङ्ग्रेजीमा अथवा अरू भाषामा उसले अलिक कम बुझ्ने भाषामा पढाउँदाको टिचर्सलाई सजिलो अप्ठ्यारो र विद्यार्थीको सिकाइ उपलब्धि चाहिँ कस्तो फरक हुन्छ तपाईँलाई कस्तो लाग्छ? उसले विद्यार्थीले जुन घरमा बोलेको छ त्यो भाषामा हामीले विद्यार्थीलाई सिकाउन सक्यौँ भने त्यसको सिकाइ उपलब्धि राम्रो आउने भयो होइन। अब जसरी भए पनि अब एउटा हाम्रो गुरुबाकोटको परिवेशमा त्यस्तो अब बहुभाषिकहरू नभए तापनि हामी मानव उदाहरणको लागि कुनै बहुभाषिक क्लासमा बोल्ने त्यस्तो ठाउँमा गएको छौँ भने हामी मानव उदाहरणको लागि मलाई आउन त्यो कुनै पनि अब एउटा भाषा त आउला सबैमा त पुग्न हुन सकिँदैन। अब त्यस्तो परिस्थितिमा त्यहीका विद्यार्थीहरूको भाषालाई प्रयोग गरेर विद्यार्थीहरूलाई प्रयोग गरेर वस्तुहरू देखाएर यसलाई के भनिन्छ भनेर तिनीहरूलाई बुझाउँदा र त्यसरी ल्याएको परीक्षा प्रभावकारी होला जस्तो मलाई लाग्छ। र अब त्यही क्लासमा फेरि इङ्ग्लिसलाई लिँदाखेरि अलि तिनीहरूले अलिकति बुझ्नलाई जेउस अलि अप्ठ्यारो महसुस गर्लान् जस्तो मलाई लाग्छ। र पनि त्यस्तो परिस्थितिमा पनि हामीलाई इङ्ग्लिस नसिकाइ नहुने त छ। अब कुन माध्यम युज गरेर हुन्छ, आफूलाई कसरी त्यस परिवेशबाट मुक्त गराउनु पर्छ त्यो अब सिकाउने मान्छेले पनि अब विचार गर्नुपर्ने जस्तो मलाई लाग्छ। अब युनासँग जान्छु म। तपाईँ उहाँले म्याडमले भने जस्तै एउटा
राम्रो सिक्नुपर्ने छ। सबभन्दा पहिलो कुरा त सरले पढाएको बुझ्नु हो होइन, बुझेर परीक्षामा लेख्नु, बोध गरेर परीक्षामा लेख्नु हो होइन। त्यो बुझ्नलाई भाषा बाधक हुनु हुँदैन भन्ने त आज हामीले बिहानभरि डिस्कसन गऱ्यौँ। तर सँगसँगै अघि म्याडमले भने जस्तै काहीँ न काहीँ त फेरि अरू भाषा पनि सिक्नुपर्ने छ, दोस्रो भाषा पनि सिक्नुपर्ने छ। हामीले चाहिँ भोलि पढ्नलाई त डकुमेन्टदेखि लिएर रिसर्च पेपरदेखि लिएर सबै त फेरि अरू भाषामा पनि आउँछन्। त्यसैले यो तपाईँको विचारमा, तपाईँको अनुभवमा पनि पढ्दै गर्दाखेरि तपाईँ आफै दुईवटा स्कुल चेन्ज गर्नुभएको छ, भाषा पनि अलिकति फरक फरक इन्भाइरोमेन्टमा पढ्नु भएको छ, कति बेला कुन उमेरमा कुन कक्षामा चाहिँ त्यो आफ्नो भाषाबाट अरू भाषा सिक्न थाल्दा चाहिँ राम्रो होला भन्ने लाग्छ तपाईँलाई? ट्रान्जिसन चाहिँ कहिले गर्नु पर्ला? यो के हुन्छ भन्दाखेरि यो भाषालाई चाहिँ इन्भाइरोमेन्टले पनि एकदमै प्रभाव पारिरहेको हुन्छ। अब कुनै त्यो इङ्ग्लिस बोल्ने इन्भाइरोमेन्ट छ, वरिपरि इङ्ग्लिस बोल्ने इन्भाइरोमेन्ट छ, ल्याङ्ग्वेजहरू इङ्ग्लिस बोल्ने मान्छेहरू छ भने चाहिँ उसले त्यो हुर्काउँदै गर्दाखेरि त्यही बोल्ने ल्याङ्ग्वेजहरू सिक्छ कि उसको एक्सेन्ट नै फरक हुन्छ, इङ्ग्लिसमा आउँछ। तर अब जब ऊ नेपाली बोल्ने अब वातावरणमा हुर्काउँदैछ भने उसले नेपाली नै बोल्न थाल्छ, इङ्ग्लिसमा कमजोर हुन्छ, नेपाली बोल्न थाल्छ। अब यसरी परिवर्तन गर्ने कुरा भन्दाखेरि चाहिँ जब उसको त्यो माइन्ड हुन्छ नि, त्यो सानै छ, एउटा बच्चा सानो बच्चाले त के अरे छिटो भाषा सिक्नमा ऊ एकदमै एक्सपर्ट हुन्छ नि त। सानो बच्चाले त्यो कुराहरूलाई छिट्टै क्याच गर्न सक्ने उसको एबिलिटी हुन्छ। अनि उसले यो उमेर भनेको चाहिँ यस्तै घरमा मातृभाषा सिकिसकेको हुन्छ उसले 5-6 इयर्स सिकिसकेपछि चाहिँ पछि चेन्ज गर्दाखेरि उसले बुझ्न सक्ला, किनकि उसले अब मातृभाषा पनि सिकिसकेको हुन्छ आफूले। अनि त्यसमा फेरि उसलाई अर्को भाषा सिक्नमा सहज एकदमै सहज हुन्छ। भनेपछि सबभन्दा पहिले मातृभाषा अथवा घरमा बोलिने भाषामा जति राम्रो दखल हुन्छ त्यसपछि नयाँ भाषा सिक्नलाई पनि सजिलो हुन्छ, त्यो सिक्दा राम्रो भन्ने एकदमै राम्रो डिस्कसन्स भयो। अलिकति म चाहिँ अहिले हाम्रो सहभागीहरूमध्येबाट केही विचार प्रश्न होइन, छोटोमा हामीसँग समय दिएको छैन, केही विचार वा प्रश्न छ भने चाहिँ क्विकली 1 मिनटभित्रमा आफ्नो विचार वा प्रश्न राखिदिनु प्लिज। सर म पनि हुन्छ भन्ने लाग्छ कतिपय अवस्थामा, जस्तै अब विद्यालय भनेको त अब एउटा विद्यालय प्रशासन छ, शिक्षक छ, विद्यार्थी छ, अभिभावक छ, सबैको तालमेल राम्रोसँग मिल्न सक्यो भने नै शिक्षक के अरे विद्यालयमा पनि शिक्षाको चाहिँ राम्रो हुनसक्छ। त्यो तालमेल मिल्न सकेन भने त अब हुनु सक्दैन। अनि शिक्षकले मात्र विद्यार्थीले स्कुलमा पढाएर मात्र सबै कुरा उसले चाहिँ पोख्त भयो भन्ने कुरा पनि छैन। केही कुरा त अभिभावकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने होला, नीतिगत रूपमा केही कुरा सरकारको तर्फबाट केही कुरा हेर्नुपर्ने होला। जस्तै अहिले पनि कुरा गरौँ, कतिपय अब हाम्रो आधारभूत विद्यालय चलेको विद्यालयमा जति शिक्षकको अनुपातमा चाहिँ शिक्षक हुनु विद्यार्थीको अनुपातमा शिक्षक हुनु पर्थ्यो त्यो हामीले पुऱ्याउन सकिरहेको छैनौँ। नगरपालिकाको तर्फबाट हामीले बजेट व्यवस्थापन त गरेका छौँ, तर सबै शिक्षामै हाले पनि हाम्रो चाहिँ नगरपालिका के अरे वास्तवमा पुग्दैन कि शिक्षाको साँच्चै विकास गर्नुपर्ने अवस्था हो भने नगरपालिकाको सबै बजेट त्यहाँ शिक्षामा हाल्नु भने पनि त्यो बजेटले हामीले त्यहाँ पुग्ने अवस्था छैन। तर नगरपालिकाले सबै गर्नुपर्ने अवस्था छ। विविध कारणले गर्दाखेरि समस्या आउँछन्। अब समस्या छ भनेर चुप लागेर बस्ने पनि उपाय छैन, बसेर पनि भएन। हामी अब यसलाई चाहिँ कसरी हुन्छ, सबैको तालमेल, सबैको सहकार्य होइन। अब अघि सरले भने जस्तै अब शिक्षक साथीहरूले पनि अलिकति उदासीन हुनु भएन, अलिकति आफ्नो चाहिँ कम्तीमा आफूलाई समयअनुसार रिफर्म गर्दै अगाडि बढ्नु पर्ने अवस्थामा चाहिँ जानुपर्छ होइन। नत्र सबभन्दा महत्त्वपूर्ण भूमिका त अब शिक्षकै छ। त्यसपछि त्यो के अरे अभिभावकलाई मोटिभेसनल कुराहरू हुनसक्छ होइन, अरू अन्य कुराहरूमा हुनसक्छ, नीतिगत कुराहरू पनि यहाँको चाहिँ आफ्नो के अरे भनाइ हुनसक्छ, राय हुनसक्छ। ती सबै कुराहरूलाई पनि शिक्षकले अलिकति भूमिकालाई अलिक सक्रिय तरिकाले अगाडि लागिदिनु भयो भने अरू सुधारहरू चाहिँ हुनसक्छ जस्तो लाग्छ। त्यस कारण अब यो अब यहाँहरूसँग बसेर अब यति छलफल आजबाट महत्त्वपूर्ण छलफल पनि भएको छ। ब्रिटिस काउन्सिलका सुदर्शन सर र त्यसै गरी भूपेन सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै र भोलिका दिनमा आगामी दिनमा हाम्रो शिक्षालाई कसरी राम्रो गर्न सकिन्छ भन्ने यहाँहरूको चाहिँ सहकार्यको अपेक्षा गर्दै म यहाँहरूलाई चाहिँ सबैलाई चाहिँ पुस्तकलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। यो कार्यक्रम पनि समापन भएको छ, जानकारी गराउन धन्यवाद छ।
राख्न मन लागेको केही मेसेज अथवा राख्न मन लागेको अथवा विद्यार्थीका लागि यो भइदियो हुन्थ्यो भन्ने केही छ? मिडियम अफ इन्स्ट्रक्सन मात्रै नभएर फाउन्डेसनल लर्निङ अथवा चाहिँ ल्याङ्ग्वेज इन एजुकेसन यो परिपेरीमा रहेर इङ्ग्लिस ल्याङ्ग्वेज पनि अब इम्पोर्टेन्ट नै छ होइन। अब हामी पछि कतै अब के अरे +2 पछि धेरै विद्यार्थी जाने भनेको अस्ट्रेलिया अमेरिकातिर है हाइली एजुकेसन लिनको लागि अहिले यो रियालिटी नै हो हाम्रो नेपालको। अब +2 पछि के गर्ने भनेपछि विदेश जाने हरेकको मुखबाट यो सुनिन्छ। अब त्यसको लागि अब हामीले यदि राम्रो कन्ट्रीमा जानु छ भने त ल्याङ्ग्वेज सिक्नु पऱ्यो त्यो कन्ट्री अनुसारको। जस्तै अस्ट्रेलियामा जानु छ भने अब हामीलाई इङ्ग्लिस एकदमै आउनु पऱ्यो। इङ्ग्लिस एकदमै हामीले आवश्यक नै हुन्छ अस्ट्रेलिया जानु भनेपछि। अब त्यसको लागि चाहिँ अब हामीले त्यति बेला अहिले हामीले गभर्मेन्ट स्कुलमा +2 सम्म गभर्मेन्ट स्कुलमा गऱ्यौँ। त्यति बेलासम्म चाहिँ हाम्रो इङ्ग्लिस राम्रोसँग उयो भएको हुन्न कि इम्प्रुभ भएको हुँदै हुन्न इङ्ग्लिस बोल्ने हाम्रो। अनि हामीले के गर्नु पऱ्यो भन्दाखेरि इङ्ग्लिसलाई पनि इम्प्लिमेन्ट गर्नु पऱ्यो हाम्रो एजुकेसन त्यो लेभलमा हुन्छ नि हामी इङ्ग्लिसलाई पनि त्यसमा इम्प्लिमेन्ट गरेर अनि त्यही अनुसारको पढाउनु पऱ्यो इङ्ग्लिसलाई र नेपालीलाई ब्यालेन्स होस् जसबाट विद्यार्थीले चाहिँ इङ्ग्लिस पनि बुझ्न सकोस् नेपाली पनि त्यति नै बुझ्न सकोस्। भाषाको रूपमा राम्रो पढाउनु पऱ्यो राम्रो आउनु पऱ्यो होइन जान्नु पऱ्यो हामीले जसले गर्दाखेरि पछि अब हामीलाई फ्युचरमा गएर समस्या नहोस्। म्यामको केही छ यदि डिस्कसन सुनिसकेपछि केही सन्देश अथवा यस्तो गर्दा सहज हुन्छ अथवा कुनै सरले भनेको जस्तै प्रत्येक विद्यालयमा एउटा क्रेडिट आवर छुट्याएर डिजिटल माध्यमबाट राम्रा कुराहरू इङ्ग्लिसको राम्रो कुराहरूको क्लास दियो भने क्लास 1 देखि नै हामीले अङ्ग्रेजी ल्याङ्ग्वेजलाई राम्रो गराउन सकिन्छ जस्तो विषयका रूपमा पढाउँदा विषयको रूपमा पढाए तापनि राम्रो गर्न सकिन्छ। एक्सपोजर यति छलफल सुनिसकेपछि अब गर्नुपर्ने भने अघि सरले भनेको स्मार्ट बोर्ड कुरा छ प्रविधिको प्रयोग गर्नु त होइन अनि त्यसले पो राम्रो हुन्छ कि भन्ने कुरा छ। प्रविधिको प्रयोग गराउनु ल्याङ्ग्वेज सिकाउनलाई भन्ने सन्दर्भमा मैले अलिक पहिलेदेखि 5 कक्षासम्म चाहिँ स्मार्ट टिभी राखेको थिएँ। त्यो टिभीबाट अनि नेट जोडेपछि सरहरूले चाहेको चाहिँ मेटेरियल देखाउन सकिन्थ्यो हेराउन सकिन्थ्यो। यो स्मार्ट टिभीले बिग्रिया गर्न लाग्यो भनेपछि म्याडमहरूले सरहरूले मैले गत वर्ष 4 र 5लाई तपाईँको 9-10मा त पहिले नै थिएँ 4 र 5लाई पनि त्यो स्मार्ट बोर्ड दुईवटा स्मार्ट बोर्ड ल्याएर इन्टरेक्टिभ बोर्ड चाहिँ राखेको छ। अब त्यो स्मार्ट बोर्डलाई चाहिँ मलाई त कहाँ समस्या कहाँ छ भने शिक्षकहरू कति जाँगरिलो हुने भन्नेमा चाहिँ किनकि मलाई शिक्षकको नेता चाहिँ म आउनाले अब शिक्षकको त्यो स्मार्ट बोर्डलाई मैले भनेको सरलाई त्यो स्मार्ट बोर्डलाई कसरी प्रयोग गर्ने भने मैले हाम्रो सरहरूलाई त्यहाँ राखेर तपाईँले स्मार्ट बोर्ड तपाईँ नचलाउनु होला। यहाँको प्रत्येक विद्यार्थीले स्मार्ट बोर्डमा हाम्रा चाहिँ 5वटै 6वटै कतिवटा किताब पढाउनुपर्छ के खोज्नुपर्छ उसले खोज्न सक्ने प्रत्येक आज चाहिँ एउटालाई ल्याएर त्यहाँ खोल्नु लगाउनु होला भोलि अर्कोलाई गराउनु होला। सबभन्दा कमजोर चाहिँ के भन्छ टेक्नोलोजीमा कमजोर छ भने सबभन्दा प्र्याक्टिस त्यसलाई गराएर तपाईँ नभएदिन पनि तपाईँले पढाउने विषयको त्यहाँबाट आउँछ क्लास आउँछ त्यो क्लास विद्यार्थीले आफै हेरेर तपाईँ म नभएका दिन तिमीहरूले यहाँ सर्च गर्नु यो आउँछ अनि यसरी टिचरले पढाउँछ र त्यो पढ्नु है तिमीहरूले भनेर सिकाउनु होला हरेक विद्यार्थीलाई भनेर मैले सरहरूलाई भनेको। अब अहिले हेर्दा चाहिँ के देखिन्छ भने त्यो काम सरहरूले गरिदिनु भएको छैन। बच्चालाई त्यो छुन दिनु भएको छैन कि बिग्रिन्छ कि भन्ने मैले भनेको छु फुट्छ त त्यो के फरक पर्छ तिनीहरू यसो भयो फुट्छ फुट्यो अर्को ल्याउँला बच्चाले छुनै नपाएर त्यो स्मार्ट बोर्ड छुनै टिचरले छुनु पऱ्यो रेगुलर टिचरले गर्नु पऱ्यो होइन भने चाहिँ बच्चाले छोएर फुट्छ भने फुट्छ बच्चाले के भने फुट्यो मैले प्रयोग गर्दा पनि फुट्यो भने त फुट्यो त ठुलाले प्रयोग गर्दा नफुट्ने सानाले प्रयोग गर्दा फुट्ने त हुँदैन फुट्न दिनु होला तर त्यसलाई चाहिँ खेलाउनु लगाउनु होला भनेको त्यो भइरहेको छैन। अब 1 वर्षै पुग्न लाग्यो अब थप चाहिँ मेहनत गरौँला र सरहरूलाई त्यसलाई कसरी हुन्छ राम्रो गराउँदा भनेको अङ्ग्रेजीलाई विषयको रूपमा राम्रो पढाउनलाई टेक्नोलोजी पनि ल्याउनु पर्यो। अब अङ्ग्रेजी मात्रै नभएर सबै विषयमा त्यो स्मार्ट बोर्डमा त सबै विषयको आउँछ साइन्सको पनि आउँछ नेपालीको पनि आउँछ अब सबै गणितको पनि आउँछ अब सबै विषयको इङ्ग्लिसमा पनि आउँछ त्यहाँ नेपालीमा पनि आउँछ। अब हाम्रो स्कुलमा इङ्ग्लिसमा पढायो भने आमाले इङ्ग्लिसको सर्च गर्न सिकाउनु पऱ्यो
अर्को नेपाली भाषाका साथीहरूले नेपाली भाषाको राम्रो सिकाउनु पर्यो। यहाँ त कस्तो भयो भने न यताको भाषामा राम्रो भने न उताको भाषा राम्रो हुने भएर विद्यार्थीले अलमल्ली नै हुन् कि भन्ने डर चाहिँ पिर छ। त्यो चाहिँ यद्यपि चाहिँ सबैभन्दा धेरै चाहिँ मेहनत गर्नुपर्ने क्लासरुममा टिचरले हो। अब हामी टिचरहरूलाई मोटिभेसन सोसाइटीले गरेको छैन कि होइन, सरकारले गरेको छैन कि, अब त्यो त तपाईँहरूले टिचरहरूको मोटिभेसन कसरी बढाउने त भनेपछि अब हरेक अभिभावकले बेलुका बेलुका आफ्नो टिचरको लागि चाहिँ गाली गरेर आएको छ घर होइन। अनि त्यो विद्यार्थीले पत्याउँदैन क्या। हरेक चाहिँ पोलिटिकल पार्टीहरूले टिचरहरूले यसो उसो गरिरहेछन् भनेर गाली गरिरहेछन्। त्यसकारण टिचर चाहिँ के छ भने कुल माइन्डले म गर्नुपर्छ भन्ने हिम्मत टिचरले गर्न सकिरहेको हुँदैन कि यसलाई त्यो सरकारको तर्फबाट अब केन्द्रदेखि स्थानीय होइन वडा र आम अभिभावकहरू हाम्रो अब विवेश पनि हाम्रो सरकार हो, शिक्षक अभिभावकसँग पनि त टिचरको त सरकार हो, त्यसले पनि हामीलाई चाहिँ इन्करेज गरेर वातावरण मिलाइदिने काम चाहिँ गर्नु। हुन्छ, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। यति सबै छलफल गरिसकेपछि मलाई लाग्छ आजको छलफलले चाहिँ अलिकति भाषा फाउन्डेसनल लर्निङमा होइन, फाउन्डेसनल ल्याङ्ग्वेज इन एजुकेसनमा केही कन्ट्रिब्युट गर्यो होला, हामीलाई पनि अलिकति यो छलफलले इनिसिएट गर्यो होला, रिसर्चले पनि भनेका कुराहरू पनि ल्यायौँ, अभिभावकको चासोका कुरा पनि गऱ्यौँ, स्कुलका अप्ठ्याराका कुरा पनि गऱ्यौँ, विद्यार्थीका कुरा पनि सुन्यौँ। मलाई लाग्छ छलफल सबैजनालाई एकदमै उपयोगी भयो होला भन्ने लागेको छ। यो चाहिँ छलफलको सुरुवात हो, हामीले दुईवटा कुरामा फोकस गरिरहेका छौँ। यो एकदमै स्टार्टिङ हो, इनिसियल छलफल हो। के हो भने कम्तीमा फाउन्डेसनल लेभलमा विद्यार्थीले आफूले बुझ्ने भाषामा पढ्न पाउनुपर्छ, पढ्ने वातावरण बनाइदिनुपर्छ। र अर्को कुरा चाहिँ के हो भने कुनै पनि दोस्रो भाषा उसले नबुझेको भाषामा पढाएर उसको पढाइलाई र सिकाइ उपलब्धिलाई चाहिँ अप्ठ्यारो पार्नु हुँदैन भन्ने छलफलको आजको अलि बढी निष्कर्ष मैले बुझेको छु। यो सबै सुनिसकेपछि, हेरिसकेपछि म एउटा अबको भाषा अथवा अबको आगामी चाहिँ छलफलको दृष्टिकोण र लाइन कस्तो हुने, हाम्रो पालिकाको भाषा नीति कतातिर जान सक्छ, के गर्नुपर्छ भन्ने र समग्र आजको यो छलफलको एउटा समरी पनि सुनाइदिँदै यो कार्यक्रमलाई पनि समापन गरिदिनु हुनलाई मेयर साहबलाई अनुरोध गर्दै अरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। हुन्छ मेयर साहब यही बसेर भन्नु, यहीँबाट सकौँ त म्याडम। धन्यवाद सर, एकदमै महत्त्वपूर्ण कार्यक्रम र एकदमै प्रभावकारी पनि छ। वास्तवमा हामी शिक्षा विकास गर्न सकेनौँ भने अन्य क्षेत्रको विकासको परिकल्पना पनि गर्न सकिँदैन भन्ने कुरा नै हो। यस सन्दर्भमा हाम्रो चाहिँ बहस चलिरहेको छ। त्यसमध्ये पनि हाम्रो विद्यार्थी भाइ बहिनीहरूले सिक्ने कुरामा भाषाको प्रभाव कतिको छ भन्ने कुरा पनि आजको विषयको छलफलमा एकदमै महत्त्वपूर्ण छ। वास्तवमा भाषा राम्रोसँग जानेन भने के को सिक्नु पर्यो होइन। त्यस कारण भाषा चाहिँ भाषाको हरेक कुरा सिक्नलाई भनेर भाषा चाहिँ महत्त्वपूर्ण छ। पठन पाठनको कुरा मात्र नभएर हरेक क्षेत्रमा त्यो पनि चाहिँ हुन्छ त्यो कुरा। र अब मुख्य गरी अब कन्क्लुजनको कुरा गर्दै गर्दा सिक्नको निम्ति सबभन्दा सहज चाहिँ मातृभाषा, जसै आफ्नो घर परिवार वरिपरि जहाँ वातावरण इन्भाइरोमेन्ट के छ त्यो अनुसार उसले चाहिँ त्यो भाषामा उसले चाहिँ सिक्दा चाहिँ उचित हुन्छ भन्ने कुरा हो। उसले त्यो भाषा सिकेपछि बल्ल दोस्रो भाषामा चाहिँ प्रवेश गर्दा उचित हुन्छ भन्ने हाम्रो चाहिँ एउटा कन्क्लुजनको कुरा पनि भयो। र अर्को कुरा के पनि छ भने सिक्नको निम्ति उसको मातृभाषा नै महत्त्वपूर्ण छ। र यद्यपि हामीले चाहिँ अङ्ग्रेजी भाषा पनि नहुने अवस्था चाहिँ छ, किनकि हामी हाम्रो अब भनौँ म देशकै कुरा गर्छु, मुलुकको कुरा गर्दै गर्दा हामी आफैमा आत्मनिर्भर चाहिँ छैनौँ कि भन्ने लाग्छ, छैन भन्ने पनि लाग्छ। जस्तै योभन्दा अगाडि म चाइनाको भ्रमणमा गएको थिएँ। चाइनामा तपाईँको चाहिँ उनीहरू सबै कुराले चाहिँ आफै चाहिँ आत्मनिर्भर छन्। त्यहाँका भनौँ न त्यहाँ उत्पादनदेखि लिएर होइन, त्यहाँदेखि अन्य कुराहरू इन्भेस्टमेन्टको कुराहरू भयो होइन। अब यहाँ भनौँ न रिसर्च पेपरदेखि लिएर सबै कुराहरू फेरि हामीले चाहिँ इङ्ग्लिसको ल्याउनुपर्छ, पढ्नुपर्छ भन्ने कुराहरू। केही कुरा उत्पादनको कुरासँग जोडेर बिक्री वितरणको कुरा पनि होला। त्यो कुरा पनि अब चाहिँ के भने अब बाहिर देशको भर पर्नु पऱ्यो भनेपछि अब त्यो त्यहाँ पनि अब इङ्ग्लिस सिक्नुपर्ने अवस्था अथवा चाइनाको अवस्था चाहिँ छैन। उनीहरू सबै कुराले आत्मनिर्भर हुँदै गर्दा हुन त केही हामी जाँदै गर्दा त्यहाँ हामीलाई पनि अप्ठ्यारो फिल त भयो भने उनीहरू पटक्कै इङ्ग्लिस बोल्दैन, कसैले इङ्ग्लिस बोल्दैन।
उनीहरूको हरेक कुराहरू जस्तै अब यहाँ सजिलो कुराहरू मिडियमको हरेक कुराहरू मेडिकलको कुराहरू सबै कुरा चाहिँ चाइनिज भाषादेखि अरू केही पनि छैन त्यहाँ। अनि त्यहाँको बालबच्चा सानैदेखि चाइनिज कुरा मात्रै जान्छ उनीहरूले, त्यो अनुसार चाहिँ उनको उपलब्धि पनि अब छ, देशको विकास पनि भएको अवसर देखिन्छ। अनि त्यो पनि एउटा त्यो चाहिँ त्यसरी चाहिँ उनीहरू चाहिँ आत्मनिर्भर हुँदै गर्दा चाहिँ उनीलाई चाहिँ इङ्ग्लिसको धेरै खाँचो परेको अवस्था चाहिँ देखिँदैन। तर अब कता कता हामी जस्ता मान्छेहरू टुरिस्टहरू जाँदै गर्दा त्यहाँ चाहिँ गाह्रो चाहिँ भएको छ फेरि, त्यो उनले पनि फिलिङ गरेर होला, हामीले पनि फिलिङ गरेर अवस्था चाहिँ हो। त्यस कारण हाम्रो बाध्यता के छ भने अघि मैले भनेको संसार एउटा ग्लोबलाइजेसन एउटै गाउँ एउटै घर एउटा भइसकेको अवस्थामा अब अङ्ग्रेजी अब सबै ठाउँमा अङ्ग्रेजी मिडियमबाट चाहिँ अब इन्टरनेसनल ल्याङ्ग्वेज हुँदै गर्दा त्यो हामीलाई नसिक्नु भन्ने बाध्यता पनि छ। त्यस कारण अब एउटा मिडियमकै हिसाबले भन्दा पनि एउटा भाषालाई कसरी यसलाई चाहिँ विकास गर्न सकिन्छ भन्ने कुरामा अब हाम्रो चाहिँ जोड हुनुपर्छ भन्ने नै हो। सिक्ने कुराको चाहिँ अब आफ्नो मातृभाषा छ र यसलाई भाषाको गणेर चाहिँ अझै राम्रो विकास गर्न भोलिका दिनमा हामी अब भनौँ अन्य क्षेत्रमा अन्य ठाउँ देश विदेशमा पनि गएर हामी प्रतिस्पर्धा गर्न सक्ने माध्यम भनेको फेरि अब इङ्ग्लिस सिक्नुपर्ने अवस्था चाहिँ देखिन्छ। त्यस कारण यसलाई पनि कसरी विकास गर्न सकिन्छ भन्ने कुराको अब हामी सबैको सल्लाहले त्यो चाहिँ गर्नुपर्छ भन्ने नै हो। सल्लाहले अथवा विकास गर्नुपर्छ भने हामी सबैको एउटै मान्यता चाहिँ छ। अब यो त गर्न त कुरा हो, तर हरेक कुराहरू चाहिँ समस्याहरू चाहिँ छन्। जस्तै अब यहाँ अब यहाँ कुरा उठेको छ होइन, जसले अब स्मार्ट बोर्डदेखि लिएर अलिकति प्रविधिको प्रयोग गरेर अगाडि बढ्न सकिन्छ कि भन्ने कुरा हो। प्रविधि सँगसँगै हाम्रो जनशक्ति अगाडि बढ्न सक्छौँ सक्दैन त्यहाँ पनि प्रश्न कुरा छ। सँगसँगै त्यसरी हाम्रो स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि छ होइन। अब त्यसलाई सँगसँगै अब भनौँ हाम्रा विभिन्न नीतिगत व्यवस्थाहरूदेखि लिएर चाहिँ ल्याकिङ धेरै कुराहरू छन्। त्यो सबैलाई चाहिँ तालमेल ल्याएर अगाडि बढाउने कुरामा एक्लै सरकारको